साथीहरु सेवा नमस्ते सम्पूर्णमा धेरै धेरै माया फेरि पनि नयाँ दिनसँगै नयाँ भिडियो लिएर हजुरहरुको सामु आइसकेको छु। आशा छ हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि हजुरहरुको माया अनि आशीर्वादको कारणले गर्दा सन्चै छु साथीहरु। आज चाहिँ म जाँदैछु मिरिक। मिरिकमा के कसो गर्छु हजुरहरुलाई म देखाउँदै छु, हेर्दै गर्नु होला है त। अब चाहिँ म घरबाट निस्केको साथीहरु, तपाईहरुलाई बाटोको भ्यूहरु यसरी म देखाउँदै छु। आउनुस् मसँगै तपाईहरु पनि जाउँ है मिरिक, हेर्दै गर्नु होला। म अब सिधै मेरो दिदीको घरमा पुगेपछि तपाईहरुलाई भेट्छु है। अन्त अहिले चाहिँ हामी दिदीबहिनी भेटेपछि चटपटी बनाएर खाँदै जाउँ साथीहरु। चटपटी मिठो छ। अब चाहिँ हामी नानीलाई लिनु स्कुल जाँदैछौँ साथीहरु। नानीलाई लिएर पनि हामी फर्किँदैछौँ। मेरो क्युट बेबी, लभ यु बेबी, उम्मा। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो साथीहरु। हजुरहरुले कसरी बिताउनु भयो त? अब चाहिँ हाम्रो खाना खाने टाइम पनि भइसकेको छ साथीहरु। हजुरहरुले पनि खाना खानु भइसक्यो होला, कसैले खानु हुँदै होला, कसैले बनाउनु हुँदै होला। राम्रोसँग खानु होला शुभ भोजन। आज चाहिँ म र मेरो नानी बाबु चाहिँ दुईजना मुकबाङ गर्ने भन्दै मेरो बाबुले भन्दै थियो। अनि हुन्छ गरौँ न त भन्दै म पनि उलाई खुसी पार्दै उसको साथ दिँदै थियो मुकबाङ भिडियो गर्नको लागि। हुन्छ साथीहरु, आजलाई मेरो भिडियो यति नै। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। भिडियो हेरिदिनु भएको छैन भने हेरिदिनु होला, के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला। अनि अब भोलि फेरि